छि सब माथि माथि पानी आयो यार। राम 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 धुलो अब त्यो खोलाको बगरै बगर हिँड्नुपर्छ यहाँनिर चाहिँ। यसरी बाइक पनि बेला बेला आफै अटो वास हान्दै चाहिँ यहाँ चाहिँ लानुपर्ने हुन्छ। अब चिप्लो फेरि अहिले चाहिँ हामी यहाँनिर ठ्याक्कसँगले यो सिन्धुली गढी डाँडामा आइसकेका छौँ। यहाँनिर चाहिँ बल्ल 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 धरान आइपुग्यो होइन। हाइवे भन्दा नि रिङ रोड निस्किसकेका छौँ होइन। अब जाडो हाइवेमा निस्केपछि फेरि यस्तो जाडो हुन्छ, स्पिड जानुपर्ने हुन्छ होइन। छु 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 खतरा खालको जाडो भयो त यार। बिहान बिहानै हामी उठ्न साथ हिँडेको होइन, तर उज्यालो हुँदा 7 बज्दो रहेछ। के उठ्न साथ हिँडेको भन्नु यार। बिहानै जाउँ कि भने फेरि ओभर चिसो हुन्छ भनेर चाहिँ ट्याक्क उज्यालो भएपछि हिँडेको। 7 बजिहाल्यो होइन। अब 7 बजी हिँडाइ भइरहेछ हाम्रो। कति बेला पुगिने हो अब, खाना कहाँ पुगिने हो, नन स्टप जाने हो जान चाहिँ होइन। यहाँ त के हो यार मौसम त अनि पुरै पानी पर्ला जस्तो छ। आज पानीले हान्छ है के हो। पानीले पो बिताउला जस्तो छ त आज त यार। लगाइ चाहिँ यहाँनिर अहिले चाहिँ हामी ठ्याक्कसँगले भकुन्डे बेसी आइसकेका छौँ होइन। अब बाटो राम्रो चाहिँ यहाँसम्म मात्रै हो। यहाँदेखि अब त्यो बगरको साइडमा चाहिँ बगरको बाटो चाहिँ कसम यहाँनिर चाहिँ मासतिर बाटो बगाएर ठ्याक्कै यो 1 घन्टा 1.5 घन्टा चाहिँ होइन यस्तै बगरको बाटो हिँड्नुपर्ने हुन्छ। छि सब माथि माथि पानी आयो यार। बाटै छैन यार यहाँ त। बगरै यहाँ मुन्तिर खोला कुदिरहेछ। खोल्लै खोला यसरी चाहिँ कुद्नुपर्ने हुन्छ। राम 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 धुलो अब मारिगयो नि यार। आए खुट्यो गलो यार। चिप्लो रहेछ फेरि। यस्तो खोलाको बगरै बगर हिँड्नुपर्छ यहाँनिर चाहिँ। यसरी बाइक पनि बेला बेला आफै अटो वास हान्दै चाहिँ यहाँ चाहिँ लानुपर्ने हुन्छ। अब चिप्लो फेरि के साह्रो चिप्लो यार। रोडमै यहाँनिर त टक्क खोलाकै बगरमा चाहिँ रोड बनाएर यहाँ यस्तो बिजोग बनाएको छ होइन। खोलाको बगर यहाँनिर चाहिँ यो इभी गाडी र माइक्रोहरू चाहिँ लास्ट स्लोमा आउँछ यहाँनिर। पहिला 1 घन्टा जति लाग्थ्यो भने अहिले यिनीहरूलाई चाहिँ ठ्याक्कै 2 घन्टाभन्दा बढी नै लाग्छ होला सायद। बाइकलाई चाहिँ 1 घन्टा जति लाग्छ होइन यस्तो बाटो यहाँ कटिसक्नलाई। लास्टै लामो बनाएको छ नि त अफरोड।
खोलाका निकै लामो रोड बगार लगेको रहेछ। एकछिन यसरी रोडमा निस्किँदै कुद्नुपर्ने, फेरि एकछिनमा तलतिर बगरमा झरिहाल्नुपर्ने। हिलो यति धेरै छ, फेरि यस्तो चिप्लिन्छ यसमा यार, हातै चिप्लिन्छ। अहिले चाहिँ हामी यहाँनिर ठ्याक्कसँगले यो सिन्धुली गढी डाँडामा आइसकेका छौँ। यहाँनिर चाहिँ होइन ठ्याक्क 12 बजिसकेको छ। हामीको चाहिँ अलमल हुँदै धेरै टाइम भइसकेको छ होइन। सो यहाँनिर गढी डाँडामा एकछिन बसेको, अब हामी लाग्छौँ यो मोटो ब्लगमा। चाहिँ यहाँनिर अघि गोप्रो माइकको चार्ज सकेछ र भिडियो भएन। सो त्यही हो, यहाँनिर अब एकछिन घाम ताप्ने हो, घाम लागिरहेछ पुरा। यो गढी डाँडामा एकछिन बस्यो, अब हामी लाग्नुपर्ने हुन्छ। आज चाहिँ फिदिम पुग्ने भनेको, अब कति बेला पुगिन्छ हेरौँ। यहाँदेखि वरिपरिको भ्यू यस्तो देखिन्छ। ल यहाँनिर चाहिँ अहिले हामी कटारी आइपुगेको होइन। यहाँनिर 3 बजिसकेको छ। अब फिदिम पुग्ने गरी जाउँ भनेर आएको, आज फिदिम त नपुगिएला जस्तो भयो होइन। बिस्तारै आएको, त्यही भएर ढिलो भयो। बस्दै बाइकमा लास्टै झ्याउ हुँदो रहेछ यार, लामो बाटो होइन। बस्दै आइयो यहाँनिर भर्खरै चाहिँ यहाँ कटारीमा चाहिँ खाजा खाइयो, अब लाग्यो होइन। कति बेला पुगिन्छ हेरौँ, 3, 4, 5, 6 बजी मात्रै धरान पुगिएला जस्तो छ। आज फिदिम गयो होला जस्तो लागेन होइन। हेरौँ अब कहाँसम्म पुगिन्छ। गाईघाट त आइपुग्यौँ, तेल सकेर यहाँ रिजर्भ हालेर एकदम जोक भइरहेछ बाइकको होइन। कति बेला झ्याप जान्छ थाहा नै छैन होइन। पेट्रोल पम्प कहाँनिर रहेछ हेर यहाँ। अब गाईचोकदेखि तल जाने चौबाटो आएपछि यता छैन। ल त्यहाँनिर गाईघाटमा चाहिँ तेल लगाइयो, अहिले चाहिँ फुल बनाइयो। अघि चाहिँ कटारीदेखि नै रिजर्भमा आएको होइन। धन्न गाईघाटसम्म चाहिँ आइपुग्यो। अब त्यहाँ फुल ट्याङ्की गरेर फेरि लाग्दिएको यहाँबाट चाहिँ होइन। चौदण्डी गढी नगरपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। यहाँदेखि फेरि उता त्रियुगा, यता चौदण्डी रहेछ होइन। बेल्टार आउँछ अगाडि, त्यस पछाडिदेखि चतरा आउँछ। चतरा आए पछाडि धरान आउँछ। आज धरान पुग्दा झ्यापै रात पर्ला जस्तो छ। फिदिम गयो होला जस्तो लागेन मलाई। हाम्रो यात्रा धरानतिरै सकिएला जस्तो छ गाइज होइन। बस यहाँनिर चाहिँ बाटो यस्तो फिलिली छ होइन। मजा आउँछ यहाँनिर कुदाउनु चाहिँ। यस्तै हुनु भने त छिटै पुगिन्थ्यो होला। के गर्नु, धरानदेखि फिदिम जाँदा त पुरै पहाडको बाटो जानुपर्ने हुन्छ। फेरि त्यता अफ रोड पनि छ होइन। के साह्रो ढिलो भयो यार आज त भने। त्यस्तो छिटो हिँड्दा पनि ढिलो हुन्छ, तर बिहान के गर्नु यार, यस्तै छ होइन। उज्यालो हुँदा 7 बज्छ, हिँड्दा 8 बज्छ। अब के भन्नु, यस्तै छ। ल
फाइनल्ली चतरा आइसक्यौँ होइन। ल रात पर्न थालिसकेछ। लास्टै गलियो यार आज। कोसी पुल, चतराको कोसी पुल हो यो चाहिँ होइन। लास्टै गलियो यार। यहाँदेखि 18 किलोमिटर 50। बल्ल 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 धरान आइपुग्यो होइन। तलबाट आउनु पर्ने रहेछ यार, माथि पो निस्केको छ त मास। सिधै ठाडो गएको माथिको चोकमा निस्केको छ यार। धरान बजार। फेरि यो लाइटै देखिँदैन यार रातिमा, कसम। कहाँबाट को हिँडिरहेछ।